भावी प्रधानमन्त्री बालेन शाह बन्दैछन् भने रासोपा सभापति रवि लामिछाने रहनेछन् र राष्ट्रिय स्वतन्त्र पार्टीकै झण्डा, राष्ट्रिय स्वतन्त्र पार्टीकै नाम, राष्ट्रिय स्वतन्त्र पार्टीकै चुनाव चिन्ह कायम भएको छ। यो ऐतिहासिक कदम 7वटा बुँदामा दर्ज भएको छ। बालेन्द्र शाहले शुभ प्रभात भनेका छन्। रवि लामिछानेले देशले खोजेको सम्झौता चाहिन्छ, नेताले खोजेको सम्झौता होइन भनेर स्ट्याटस लेखिसकेका छन्। दर्शकवृन्द, यो ऐतिहासिक क्षण तपाईलाई देखाइरहेका छौं। नव पुस्ताका दुई सबैभन्दा ठूलो नेता बालेन्द्र शाह र रवि लामिछाने बीचको एकता सम्भव भइसकेको छ। हो, यो ऐतिहासिक क्षणको दृश्य तपाईलाई हामीले देखाइरहेका छौं। हस्ताक्षर भइरहेको छ। यहाँ रासोपा सभापति रवि लामिछाने र बालेन्द्र शाह बीच द्विपक्षीय सम्झौता भएको छ। 7वटा बुँदामा यो सम्झौता भएको हो। अहिलेसम्मकै सबैभन्दा ठूलो ऐतिहासिक कदम हो यो नेपालको राजनीतिमा र यस्तो खालको दृश्य बिरलै देखिएला। दुई नयाँ नेताहरू, दुई युवा नेताहरू, अहिलेको आशा भरोसा देशको सबैको चाहिने विश्वास र यो द्विपक्षीय मिलुन भन्ने सबैलाई थियो। नव युवाहरू र युवा जमातहरूमा, युवा पुस्ताहरूमा यी दुई नेतालाई लिएर निकै नै चासो रहेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका रवि लामिछाने र स्वतन्त्र रूपमा मेयर उठेर काठमाडौँ हाँकिरहेका बालेन्द्र शाह बीच बृहत एकता भइसकेको छ। 7वटा बुँदामा यो सम्झौता भएको हो। दुवै नेताहरूले यहाँ हस्ताक्षर गरिसकेका छन्। हस्ताक्षर गरिरहेको यो दृश्य देखाइरहेका छौं। ऐतिहासिक पलमा छौं हामी र आजको यो दृश्य सम्भवतः नेपाली इतिहासमा बिरलै देखिन्छ। पुस 13 गते 2082 काठमाडौँमा भएको यो ऐतिहासिक सम्झौता तपाई हामी सबैले अपेक्षा गरेको सम्झौता थियो र यो 7वटा बुँदाहरू जुन सम्झौतामा उल्लेख गरिएका छन् यो पनि ऐतिहासिक छ। किनकि सुरुवातकै बुँदाहरूमा सम्बोधन गर्ने, यो न्यायोचित मागहरू सम्बोधन गर्ने, शहीदका मागहरू सम्बोधन गर्ने, जेनजी पुस्ताको माग सम्बोधन गर्ने, भ्रष्टाचार र कुशासन विरुद्धको आन्दोलनलाई अपनत्व लिने भनिएको छ। यो ऐतिहासिक कदम हो। दर्शकवृन्द, यो दृश्य तपाईलाई देखाइरहेका छौं। सँगसँगै तपाईलाई हामीले जानकारी गराउँ, अबको भावी प्रधानमन्त्री बालेन शाह बन्दैछन् भने रासोपा सभापति रवि लामिछाने रहनेछन् र राष्ट्रिय स्वतन्त्र पार्टीकै झण्डा, राष्ट्रिय स्वतन्त्र